यस्तो फेरि पनि यस्तो के अरे शोषण दमन होइन यो खालको चाहिँ बलात्कार जस्तो चाहिँ एउटा शोषण चाहिँ कुनै महिलाहरूले चाहिँ भोग्नु नपरोस् भनेर चाहिँ हाम्रो आज यो भाइ बहिनीहरूले चाहिँ आवाज उठाउनु भएको रहेछ। अब त्यसमा अब मैले पनि साथ दिएको। के तपाईँहरूको माग चाहिँ सरकारले सुन्छ? सरकारले चाहिँ तपाईँहरूको माग पुरा गर्ला त? खासमा कुरा चाहिँ वास्तवमा भन्नुपर्दाखेरि मैले बुद्धिजीवीहरूको कुरा सुनेको थिएँ। हामी चाहिँ अहिलेको यो व्यवस्थामा चाहिँ यो कोही पनि सुरक्षित छैनौँ होइन। तर यो घटनाले चाहिँ त्यो कुरोलाई चाहिँ प्रमाणित गरेको चाहिँ मलाई आभास भइरहेको छ। यहाँ हामी कोही पनि सुरक्षित छैनौँ किनभने कुनै पनि यतिखेर त यो जिम्मा त प्रदेश प्रमुख सुर्खेतको प्रदेश प्रमुख हुनुहुन्छ नि त मुख्यमन्त्री, उहाँले लिनुपर्ने हो नि त। उहाँले अन्तर्राष्ट्रियमा गएर जवाबदेही हुनु परेन उहाँ होइन। उहाँले त अन्तर्राष्ट्रियमा गएर जस्तो कि अहिलेको यो व्यवस्था छ नक्कली सङ्घीयता होइन हो, यो नक्कली सङ्घीयतामा चाहिँ कोही हामी पनि जनता सुरक्षित छैन क्या। हाम्रो चाहिँ यहाँको चाहिँ प्रत्यक्ष प्रमुख चाहिँ मुख्यमन्त्री चाहिँ संयुक्त राष्ट्र सङ्घमा चाहिँ आफ्ना मुद्दाहरू बोकेर जानुपर्छ। अब यो बलात्कार भनेको त अहिले मात्रै होइन यो मात्रै होइन, योभन्दा धेरै नेपाली चेलीहरू बलात्कृत हुनुभएको छ। यो केस पनि के निर्मला पन्त जस्तै हराउने पो हो कि? किनभने त्यतिखेर पनि धेरै आवाजहरू उठाइएको थियो तर त्यो पनि गुमनाम भए। यसमा चाहिँ के भन्नुहुन्छ? तपाईँको राय के छ? यसमा चाहिँ म तपाईँलाई 100% यसमा न्याय पाउँछ भन्ने कुराहरूमा चाहिँ म विश्वस्त छुइनँ क्या होइन। न्याय किन भन्नुहुन्छ भने जुन व्यवस्थाले चाहिँ यो खालको व्यवस्थाले चाहिँ त्यो जनतालाई न्याय दिन सक्दैन। अघि नै मैले सुरुमै भनिसकेँ यो व्यवस्थामा चाहिँ कोही पनि हामी सुरक्षित छैनौँ। यो व्यवस्थाले चाहिँ हामीलाई सुरक्षित गर्दैन भन्ने कुराहरू चाहिँ विज्ञहरूले बोलिसक्नु भएको छ क्या। जस्तो कि हाम्रो कुनै पनि चाहिँ हामीले यसरी आवाज उठाउनु पर्ने हो त होइन। त्यो त्यहाँको मुख्यमन्त्रीलाई प्रदेश प्रमुखलाई आफ्नो चाहिँ देशको जनताहरूको चाहिँ निगरानी गर्ने, त्यसलाई चाहिँ कसरी चाहिँ सुरक्षित गर्न सकिन्छ भन्ने उसले त एउटा चाहिँ जिम्मेवारी हो नि त उसको। उसले त संयुक्त राष्ट्र सङ्घमा गएर प्रत्यक्ष त्यो कुराहरू राखेर जिम्मेवारी कसरी चाहिँ मेरो प्रदेशलाई चाहिँ सेक्युरिटी दिन सक्छु त भनेर उसको त वाद विवाद हुनुपर्ने। खोइ त हाम्रो मुख्यमन्त्रीले लियो त? खोइ हाम्रो जनतालाई थाहा छ? कुन चाहिँ मुख्यमन्त्री चाहिँ अहिले चाहिँ संयुक्त राष्ट्र सङ्घमा चाहिँ जाँदै हुनुहुन्छ छलफलको लागि भनेर तपाईँले कहिले न्युज सुन्नु भएको छ? अब यो बलात्कृत भनेको त एकदमै सेन्सिटिभ कुरा हो। अब यो अन्तरिम सरकार त नभनौँ, अहिले 2/3 बहुमत ल्याएर अग्रस्थानमा रहनुहुने सरकारमा जानुहुने सरकारलाई चाहिँ के भन्न चाहनुहुन्छ तपाईँको विचारमा? अब उहाँहरूले लेट्सी हेरौँ उहाँहरूले के गर्नुहुन्छ होइन। तर अब हाम्रो बालेन शाहले भन्नुभएको छ यो सङ्घीयतालाई चाहिँ हामी अझ बलियो बनाउँछौँ भनेर भन्नुभएको छ। र सङ्घीयता बलियो भएको खण्डमा चाहिँ हामीले कोही जनताले पनि यसरी चाहिँ आवाज उठाउनु पर्दैन क्या। त्यो सबै व्यवस्था चाहिँ सरकारले गर्छ कि सङ्घीयता बलियो भयो भने चाहिँ यो सङ्घीयता चाहिँ कमजोर छ, यो नक्कली सङ्घीयता छ भन्ने जुन चाहिँ यो चाहिँ उदाहरण चाहिँ यस्तो घटनाहरूले प्रमाणित गर्छ यो भन्न चाहन्छु म। र सबै जनताहरूले यो कुराहरू बुझ्नुपर्छ कि हाम्रो प्रब्लम के हो त होइन। खासमा जनताको समस्या के हो, किन यस्तो समस्या आइरहेको छ भन्दा चाहिँ यो सबै प्रमुख कारण भनेको चाहिँ नक्कली सङ्घीयता होइन। हाम्रो राष्ट्रिय प्रमुख चाहिँ प्रत्यक्ष चाहिँ संयुक्त राष्ट्र सङ्घमा चाहिँ जानु पर्यो क्या, जानु पर्यो हाम्रो मुद्दाहरू बोकेर होइन। जिम्मेवारी लिनु पर्यो, वहन गर्नु पर्यो हो यी कुराहरू छ। अहिले चाहिँ सबै नक्कली सङ्घीयता भएको कारणले गर्दा चाहिँ यी सबै समस्या आएको हो। र यो समस्या जति जनताले उठाए पनि यो व्यवस्था हुजेलसम्म अन्त्य हुँदैन। तपाईँको विचारको लागि धन्यवाद।